होइन भने अब राप्रपाले भन्दै आएको नवीन समझदारीमा देशलाई लानै पर्छ। देशमा विभिन्न जात जाति भाषा भाषी धर्म संस्कृति राजनीतिक पार्टीहरू राजनीतिक गुटहरू व्यक्तिहरू सबैभन्दा माथि एउटा राज संस्थाको छहारी नेपालको लागि अत्यावश्यक भयो। यो हाम्रो पुस्ता भन्दा पनि हामीभन्दा मुनिको पुस्ताको लागि अत्यावश्यक भयो। किनभने उनीहरूले यो देशमा हाम्रो भन्दा धेरै लामो समय बिताउनु छ। उनीहरूको सन्तान दर सन्तानले यो देशमा त्यो लामो समय बिताउनु छ। अब यी विषयहरूलाई मनन गरेर नेपाली आम मतदाताले यो पटक भोट दिने हो भने राप्रपा बाहेक हलो बाहेक अर्को पार्टी हुनै सक्दैन। अब फेरि त्यसलाई मनन नगरी भोट दिनुभयो भने यो साइकल यो भिसियस साइकल यसै गरी चलिरहन्छ। कोही यहाँबाट निस्किँदैन। हरेक चुनावको अगाडि मतदाताहरू उत्साहित भएको होइन र? कहिले भयो समस्याको समाधान? त्यो समाधानको दिशामा हामीले लानुपर्छ।